अनि यत्रो दिनसम्म कसरी खानुभयो, कहाँ बस्नुभयो त? माग्दै खाएँ। माग्दै है? हजुर। अब आफन्तमा जाने कि नजाने अङ्कल आन्टीकोमा? नजाने। नजाने? आन्टी र अङ्कलको यहाँलाई लिएर जाने हो, यथार्थ कुरा बुझ्ने हो। अब बच्चाले भन्दैमा होइन यो कुरो हामीले हेर्नु पनि हुँदैन, के थाहा अलगै छ कि उता अब यहाँले भन्नुभयो पिट्नुभयो यताउता केही सम्झाउनका लागि बुझाउनका लागि अब यसो नगर बाबु भनेर हप्कायो धप्कायो कि आजकलको बच्चाहरू होइन। बच्चाको कुरा सुनेर हामीले एक गरौँ होइन, बच्चाकै कुरामा चाहिँ लाग्नु पनि भएन। दर्शक पनि यति बेला हामी जलन्धरमा छौँ। जलन्धरबाट यो भिडियो तपाईँहरूमा आज प्रस्तुत गरिरहेका छौँ। केही दिन पहिला हामीले लासाङ लामा भाइ हराएको भन्ने खबर तपाईँहरूमा आज प्रस्तुत गरेका थियौँ। धेरै भिडियोहरू पनि हालेका थियौँ। उहाँको आफन्तले धेरै ठाउँ खोज्नु भएको थियो, लुधियाना, चण्डीगढ लगायत थुप्रै सहरहरूमा उहाँ खोजिराख्नु भएको थियो। हामीले पनि त्यसमा सहयोग गरेका थियौँ। आज भाइलाई हराएका भाइलाई जलन्धरमा हामीले भेटेका छौँ र हाम्रो सरले भेट्नुभएको छ। सर, हजुरको नाम के सर? मेरो नाम गोपाल कौर। हजुर, हजुरले भाइलाई भेट्नुभयो, कुन ठाउँमा भेट्नुभयो सर? मैले तपाईँको जलन्धरको यो अर्बन स्टेटमा हिजो बिहान 8 बजे गइरहेको थिएँ। हजुर। त्यो ठाउँमा चाहिँ तपाईँको एउटा पन्जाबी अटोवालाले अस्ति तपाईँको भेटाएर यिनलाई नुहाएर धोएर होइन, त्यसपछि एक रात राख्यो। राखेपछि उसले मलाई र मेरो साथीलाई लो तेरो चाहिँ नेपालकै मान्छे हो यो होइन, अब तिमीले लगाऊ भनेर हाम्रो जिम्मा लगायो होइन। हाम्रो जिम्मा लगाइसकेपछि मैले मेरो साथीलाई कमरामा राख्नुहोस् भनेर यिनको फोटो खिचेर मैले फेसबुकको हरेक सामाजिक सञ्जालमा हरेक ग्रुपहरूमा मैले राखेँ। अनि फेरि यहाँसँग सोद्धाखेरि म 10 दिन भयो घरबाट निक्लेको। म गोराईमा अङ्कल अन्टीसँग काम गर्न आएको हो। काम गर्न आएको 3 महिना भयो र 3 महिना भइसकेपछि केही लडाइँ झगडा भएर म निक्लेको हो। बाहिर निक्लेपछि फेरि त्यो ठाउँमा म पुग्न पनि सकेन। अन्टी अङ्कलको नम्बर पनि मसँग थिएन, आई आफन्तको नम्बर पनि मसँग छैन, अनि नेपालको नम्बरहरू पनि मसँग कहीँ पनि छैन, पढाइ लेखाइ पनि मसँग छैन भन्ने एक खालको यहाँले गुनासो राख्नुभयो। त्यसपछि मैले त्यही साथीकै कमरामा राखेको थिएँ। राखिसकेपछि फेरि म घर आएँ। म कोठीमा काम गर्छु। त्यसपछि आइसकेँ। मैले यो सामाजिक सञ्जालमा ग्रुपमा हरेक ठाउँमा चाहिँ यहाँको फोटाहरू पेस्ट गरिसकेपछि आज बिहान फेरि अब तपाईँहरू डिजिटल नेपाल मिडिया होइन तपाईँहरू, त्यो तपाईँहरू सिङ्गो टिम आउनुभएको छ, धन्यवाद छ अब यहाँलाई। हजुर, तपाईँले भाइलाई कस्तो अवस्थामा भेटिएका थिए भाइ? विशेष गरी भाइ अब विशेष गर्दै यहाँको पन्जाबी अटोवालाले अलिकति अटोवालाले भेटेको थियो पहिला है भाइलाई? भेटाएर अटोवालाले भेटाइसकेपछि कस्तो अवस्थामा भेटाएको रहेछ? उसले चाहिँ अब 10 दिनसम्म तपाईँको कहीँ बाटोमा सुतेको, कहीँ अब कहीँ ठाउँ मागेर खाएको, यिनी धेरै चाहिँ अवस्था चाहिँ गम्भीर थियो यहाँको। कहीँ ठाउँमा चाहिँ बाटोमा सुतेको, कहीँ ठाउँमा चाहिँ होटेलको बाहिर सुते भन्ने कुराहरू पनि आए होइन, भन्नुहुन्थ्यो यहाँले। अब कहीँ ठाउँ मागेर खाएँ, कहिले चाहिँ प्याकिङ गरेर खाना दिन्थ्यो भन्ने कुराहरू आउनुहुन्थ्यो। त्यसपछि धेरै दिन भएको थियो अरे ननुहाएको। उसले नुहाएर धोएर फेरि अब एक रात राख्यो। राखिसकेपछि फेरि हिजो बिहान चाहिँ तिमीहरूको यो नेपालीको छोरा हो त्यो नाताले पनि यसलाई चाहिँ गर्नुपर्छ भनेर हाम्रो उसमा हामीलाई हवाला गरिदियो। अनि फेरि मेरो साथी खगेन्द्र राणा हुनुहुन्छ, उहाँको साथमा उहाँले पनि ठुलो सहयोग गर्नुभएको छ। उहाँले राख्नुभयो। हिजो दिउँसो काम गराएर 500 रुपियाँ दिहाडी पनि उहाँले दिनुभएको छ यहाँलाई होइन। आज 10-12 दिन भइसक्यो भाइ हराएको होइन? हजुर। अब भाइसँग कुरा गरेँ। भाइ नाम के हो भाइ भन्नुहोस् त? लासाङ तामाङ। हराएको मान्छे तपाईँ नै हो नि? कति दिन भयो आज हराएको? कति 11 दिन। 11 दिनपछि आज भेटिनु भएको छ होइन? किन हराउनु भएको थियो? किन छोडेर जानुभयो अङ्कल आन्टीलाई? अङ्कलले पिट्नु भयो अनि छोडेर। यो अङ्कलले पिटेको थियो? अङ्कलले पिट्यो, त्यसपछि त्यहाँबाट छोडेर जानुभयो? अनि कहाँ जान्छु भनेर जानुभएको थियो? भनिनँ मैले। भनेन है? त्यत्तिकै हिँडिदिनु भयो? अनि यत्रो दिनसम्म कसरी खानुभयो, कहाँ बस्नुभयो त? माग्दै खाएँ। माग्दै है? अनि माग्दै हिँडेको थियो भाइ? माग्दै खाँदै बस्दै? यहाँकोले बास दिन्थ्यो, खाना दिन्थ्यो? कहाँबाट आई, कसरी आयो भनेर के सोध्थ्यो? सोध्थ्यो है? यो ठाउँ भन्थ्यो? अनि नेपाल घर कुन ठाउँ हो? झापा। झापा हो? घरमा बुवाले पनि धेरै खोज्दै हुनुहुन्छ, आमाले पनि धेरै खोज्दै हुनुहुन्छ। यसरी घर छोडेर हिँड्नु त भएन, थिएन नि त? त्यहाँ अङ्कलले गाली गरेको भए घरमा आमा बुवालाई भन्नु पर्थ्यो त? मसँग फोनै थिएन। फोनै थिएन है? हिँड्ने बेला पैसा थियो केही? थिएन है? यहाँ कति भयो यहाँ जलन्धरमा आएर काम गरेको? जलन्धरमा आएर काम गरेको 3 महिना। 3 महिना भयो। हिन्दी आउँछ बोल्न राम्रोसँग?
आउँदैन हिन्दी पनि आउँदैन है बिचरा हेर्नुहोस् त प्रवासको ठाउँमा यसरी कसैले पनि बच्चाहरूलाई यसरी ल्याउनुहुन्छ यहाँ काम गराउनुहुन्छ भने उसलाई राम्रोसँग व्यवहार गर्नु होला आजभोलि सानो के अरे बच्चाहरूको दिमाग एकदमै कमलो हुन्छ यो उमेरमा यो अवस्थामा यसरी बच्चाहरूलाई हप्कायो भने गाली गर्यो भने पिट्यो भने यसरी घर छोडेर आफन्तलाई छोडेर यसरी भाग्ने जाने समस्या धेरै बढिरहेको छ धेरै बच्चाहरू यसरी हराएका छन् धन्न आज हामीले भाइलाई भेट्यौँ हाम्रो गोपाल परदेशीजीले आज भेटाएर यहाँ हाम्रो उज्यालो पानाको सर हुनुहुन्छ उहाँको अफिसमा यति बेला हामी बसेका छौँ लुधियानाबाट विकास साउँ समाजसेवी विकास साउँ आउनुभएको छ र म छु लगायत हामी सबै यति बेला भाइलाई भेटिसकेर यहाँ भाइसँग कुराकानी गरिरहेका छौँ एकैछिनपछि भाइको आफन्तसम्म हामी भाइलाई लगेर जानेछौँ भाइ अब आफन्तमा जाने कि नजाने अङ्कल आन्टीकोमा नजाने अङ्कल आन्टीमा त हामीले बुझाउनु पर्यो त भाइ अलि यहाँ तपाईँको आफन्त भनेको तपाईँको अङ्कल आन्टी नै हुनुहुन्छ बरु अङ्कल आन्टीकोमा जानुहोस् होइन बरु अङ्कल आन्टीमा त्यहाँ बस्न चाहनुहुन्न भने मलाई नेपाल पुर्याइदिनुहोस् भनेर तपाईँको बाबासँग आमासँग कुरा गराइदिनु उहाँको तपाईँको गाउँले हुनुहुन्छ युवराज बराइली सर हुनुहुन्छ होइन उहाँलाई चिन्नुभयो नि चिन्नुभयो नि उहाँले तपाईँको आमा बुबासँग कुरा गराइदिनुहुन्छ नेपाल जान चाहनुहुन्छ भने पनि तपाईँलाई नेपाल पठाइदिन्छौँ है त यहाँ नबस्ने अब अङ्कल आन्टीसँग ल ठिक छ ल हाम्रो युवराज सर हुनुहुन्छ युवराज सर केही भन्न चाहनुहुन्छ विशेष गरी त म यस कार्यमा लाग्नुहुने सम्पूर्णमा म हार्दिक धन्यवाद दिन चाहन्छु त्यस्तै सोसियल मिडियामा जसले लाइक कमेन्ट सेयर गर्नुभयो सेयर गरेर चिन्ता गर्नुभयो उहाँ भाइलाई खोजी कार्यमा होइन सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै गरी आज यो हाम्रो डिजिटल नेपालको सर सुरज सर त्यस्तै विकास साउ सर गोपाल सर सायद सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने एउटा बच्चा हराउनुको पीडा आमा बुवालाई कस्तो हुन्छ भन्ने होइन उहाँहरूलाई मात्रै थाहा छ हामीले त्यो आँसु पुस्न त सक्दैनौँ तर पनि अब आज उहाँहरूको एउटा घरमा उज्यालो खुसी ल्याउन सफल भइयो भन्न चाहन्छु र बाबुले धेरै धेरै धन्यवाद दिन चाहन्छु अब बाबु त भेटिएका छन् बाबु अङ्कल आन्टीकोमा त्यहाँ नजाने भन्दैछन् होइन हजुर। बाबुलाई घर पुर्याउने उहाँको बाबासँग कुरा गर्ने के प्रक्रिया कस्तो हुन्छ सर अब हजुर म कुरा गराउँछु अब बाबु नमान्नेको घरमा म आफ्नो घरमा राख्छु अलिक दिन र उहाँलाई पठाइन सक्छु ल हस् हजुर अहिले अब उहाँलाई पठाउने केही त्यस्तो सम्भावना छ कि छैन हजुर सम्भावना छ है अब हजुरले उहाँको आफन्त पनि हुनुहुन्छ गाउँले पनि हुनुहुन्छ होइन हजुर। उहाँको बाबुको सबै जिम्मा लिनुहुन्छ हजुर लिन्छु ल सर ल हाम्रो यसै गरी हाम्रो लुधियानाबाट आउनुभएको समाजसेवी विकास साउजी अब हजुरले पनि धेरै सामाजिक सञ्जालमा होइन बाबुलाई खोज्नमा निकै प्रयास गर्नुभयो र प्रत्यक्ष बाबुको आफन्तसँग पनि खोज्नमा निकै साथ सहयोग दिनुभएको छ के भन्न चाहनुहुन्छ बाबु आज भेटेका छन् एकदमै सबैलाई नमस्कार र सबभन्दा त म गोपालजीलाई धन्यवाद दिन चाहन्छु र हामी एकदमै खुसी पनि भएको छौँ हाम्रो प्रयास खेर गएन सबैको सहायता र सहयोगले बाबु भेट्या खुसी लाग्यो जसरी बाबु भेट्या होइन धेरै कुराहरू साथीहरूले खोलिसक्यो मैले खोल्नुपर्ने केही पनि छैन हामीले उहाँलाई वचन दिएको थियौँ हामीले खोजेर तपाईँको उहाँ जिम्मेवार पुरोगले हामीले पुगाउनेछौँ भनेको थियौँ हामीले जिम्मेदारको साथ उहाँलाई हस्तान्तरण गर्नेछौँ भाइलाई अब उहाँले के गर्नुहुन्छ नेपाल पठाउनुहुन्छ कि आफूसँग राख्नुहुन्छ उहाँको जिम्मा हो धन्यवाद सर तपाईँ त एकदम समाजसेवी पनि भन्नुहुन्छ यो भाइले म अङ्कल कहाँ जाँदैन भनिरहँदै गर्दा तपाईँको बुझाइ चाहिँ के छ मेरो चाहिँ के छ भने चाहिँ पहिले उहाँहरूले चिन्ता गर्नुभएको छ निमन्त्रण पनि हामीलाई उहाँले दियो होइन हाम्रो कर्तव्य हो भाइ भेटिसकेपछि उहाँ पुगाउने दायित्व हो उहाँ पुगाइसकेपछि अब भाइको इच्छाअनुसार अब नेपाल पठाउने कि उहाँसँग राख्ने होइन उहाँ छलफल गरौँ र अहिले हामीले एन त्यान भनेर कोही पनि त्यस्तो केही पनि छैन यो भाइ हराएको निवेदन हजुरको आएको हजुर होइन निवेदन आएअनुसार त हजुर जहाँबाट निवेदन आयो त्यहाँ तपाईँले पुर्याउनु पर्ने कर्तव्य त हुन्छ हजुर सर अनि त्यहाँदेखि भाइलाई नेपाल पठाउने प्रक्रिया चाँजो बाजो तपाईँ सबै मिलाउनु छिट्टै मिलाउनको लागि हामी अनुरोध गर्छौँ उहाँले भन्नु भएन भने मैले व्यक्तिगत टिकट हालेर पनि उहाँ होइन घर परिवारसँग होइन कुरा गरेर पनि पुगाउँला यसमा हामीले कयौँ केसहरू ह्यान्डल पनि गरिसकेका छन् हाम्रो मिडिया मार्फत हजुरहरूले देख्नु पनि भएको छ यही महिनाभित्र पनि हामीले 3 केस होइन ह्यान्डल गरिरहेका छन् तपाईँहरूले देख्नुभयो होला भिडियोमा यो केसलाई पनि हामी जिम्मेदारीको साथ हामीले नेपाल पुर्याउने काम गर्छौँ पहिले होइन उहाँ आन्टी र अङ्कलको उहाँ यहाँलाई लिएर जाने हो यथार्थ कुरा बुझ्ने हो अब बच्चाले भन्दैमा होइन यो कुरो हामीले हेर्नु पनि हुँदैन के थाहा अलगै छ कि उता अब यहाँले भन्नुभयो पिट्नुभयो यताउता केही सम्झाउनका लागि बुझाउनका लागि अब यसो नगर बाबु भनेर हप्कायो धप्कायो कि आजकलको बच्चाहरू होइन बच्चाको कुरा सुनेर हामीले एक हो होइन बच्चाकै कुरामा चाहिँ लाग्नु पनि भएन धन्यवाद ल बाबु भाइ अब हामी तपाईँको अङ्कल आन्टीकोमा जान्छौँ तपाईँलाई लिएर त्यसपछि अनि त्यहाँबाट नेपाल जान चाहे पनि
उहाँ समाजसेवी विकास साउद हुनुहुन्छ, त्यसपछि समाजसेवी युवराज बराइलीजी हुनुहुन्छ, गोपाल परदेशी सर हुनुहुन्छ होइन। तपाईँ ढुक्क हुनुहोस् बाबु होइन, तपाईँको अङ्कल आन्टीले तपाईँलाई केही पनि गर्दैनन्, उहाँ समाजसेवी हुनुहुन्छ, हामी सबै टिम छ, हामी सबै छौँ होइन। तपाईँ पहिला अब उहाँले भन्नुभएको थियो तपाईँको अङ्कल आन्टी तपाईँ हराएको खबर हामीलाई दिनुभएको थियो, पहिला हामी तपाईँको अङ्कल आन्टीकोमा तपाईँलाई लिएर जान्छौँ, त्यसपछि त्यहाँबाट तपाईँ नेपाल जान चाहनुहुन्छ भने पनि हाम्रो सबै यहाँ सरहरू हुनुहुन्छ होइन, समाजसेवीजी हुनुहुन्छ, उहाँहरूले तपाईँलाई नेपाल पठाइदिनुहुन्छ तपाईँको आमा बुवाकोमा है त। हुन्छ अङ्कल आन्टीकोमा जाऊँ जाऊँ। ल दर्शकबिन अब हामी बाबुलाई लिएर उहाँको अङ्कल आन्टीकोमा जान गइरहेका छौँ।